सेवाहरू नमस्कार, म सुगत चलचित्रको प्रसिद्ध कथा तथा मुख्य निर्माता रविन्द्र कन्नाल हो। प्रसङ्ग रहेछ दुबईमा चलचित्र प्रदर्शन। बराइनको अपार सफलता पछाडि हामीले दुबईमा फेरि सुगत चलचित्र प्रदर्शन गर्दैछौँ। चलचित्र प्रदर्शनको क्रममा चलचित्रका नायिका बबिता नेवाङ अहिले दुबईमा हुनुहुन्छ। दुबईमा बस्ने सम्पूर्ण नेपाली तथा दाजुभाइ दिदीबहिनी म हार्दिक अनुरोध गर्न चाहन्छु। लिम्बू मौलिक तथा संसार संस्कृतिमा आधारित नेपाली चलचित्र शिशुको हेर्नुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। दुबईको स्टार सिनेमा हलमा मार्च 30 गते समय 3 बजे आएर तपाईँले साथ र सहयोग गरिदिनु हुनु अनुरोध गर्दछु। यो चलचित्र राष्ट्रिय पुरस्कारबाट सम्मानित नेपाल आदिवासी जनजातिबाट चारवटा सम्मान पाएको, अवार्ड पाएको र अहिले 12-15वटा भन्दा बढी अवार्ड पाएको चलचित्र सुगुप हो। तपाईँले एकचोटि हेर्नु नभुल्नु भनेर म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण दुबईमा बस्ने हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीमा फेरि नमस्कार, सेवाहरू गरेँ।